नमस्ते सबैजनालाई। आज चाहिँ हामी यता माथि यो बुढा नीलकण्ठबाट माथि डाँडागाउँ जान लागिरहेछौँ। यो शिवपुरी नेसनल पार्कभित्र पर्छ र यी बाटो पनि एकदम राम्रो छ, वेदर पनि राम्रो छ। बाटो चाहिँ एकदमै राम्रो छ है। वरिपरि जङ्गल बिचमा सरर पिच बाटो छ, सरर जान पाइन्छ। बाटो चाहिँ एकदमै राम्रो लाग्यो है मलाई चाहिँ। अब हेर्नुहोस्, तपाईहरु पनि आउनुहोस्, राम्रो छ घुम्ने ठाउँ एकदमै। सरर मजाले जाने हो, बाटो चाहिँ एकदमै राम्रो छ है। वरिपरि रुखै रुख, सरर जान पायो। हावा पनि मजाको फ्रेस हावा आइरहेछ। सरर यसरी आउनुहोस् मजाले। यो चाहिँ चेक पोइन्ट हो। यहाँ चाहिँ तपाईको लाइसेन्स देखाउनु पर्छ। यहाँ चाहिँ यहाँ चेक पोइन्ट हो। यहाँबाट अब सरर माथि हामीले लाइसेन्स देखायौ। अब हामी यहाँबाट माथि सरर जाँदैछौँ। यो चाहिँ आर्मी क्याम्पबाट भित्र माथिपट्टि जाँदैछौँ हामी यहाँबाट। बाटो चाहिँ एकदम राम्रो छ है गाइस। सरर माथि गयो, एकदम राम्रो छ है ठाउँ। यता चाहिँ भिडियो चाहिँ गर्न नपाइने रहेछ। हामीलाई आर्मी दाजुहरूले रोक्नु भयो, भिडियो नगर्नुस् भने। हामी चाहिँ एथर स्कुटरमा हो, इलेक्ट्रिक स्कुटर। एकदम राम्रो छ यो स्कुटर चाहिँ। तपाईको एक फुल चार्ज गर्नुभयो भने तपाईको 120 किलोमिटर मजाले कुद्छ। एकदम राम्रो छ। हामीले चाहिँ अस्ति भर्खर लिएको हो। यसको हामीलाई एकदम राम्रो लाग्यो है सबै कुराहरू। यसको उकालोमा नि मजाले तान्छ, डबल लोड मजाले तान्छ। हामीहरू धेरै ठाउँ घुमिसक्यो यो स्कुटरमा। एकदम राम्रो छ, नोइज पोल्युसन पनि छैन, मजाले सरर जान सकिन्छ। वातावरणको लागि पनि एकदमै राम्रो हुन्छ है यो चाहिँ। यसले धुवा सुवा केही फाल्दैन, सरर मजाले कुदाउने हो। एकदम राम्रो छ है यो ल हामी चाहिँ माथि आइपुगे। अब टक्क बसेर भ्यू हेर्दै मजाले अलिअलि खाजा खाँदैछौँ। साथीहरू ड्रिङ्क्स गर्दैछ। मजाको भ्यू देखिन्छ, हेर्नुहोस्। डाँडागाउँ मजाले टक्क सबै अर्ग्यानिक चिज खाने हो, मजाले बस्ने हो। सबै मजाको भ्यू पनि देखिन्छ, हेर्नुहोस्। एकदम राम्रो छ है, मजाले बसेर खानलाई एकदम चिल छ होला। मेरो साथीहरू छ यहाँ, खाँदैछ, रमाइलो गर्दैछ। भ्यू हेर्दैछौँ हामी, एकदम राम्रो लाग्यो है। तपाईहरु पनि आउनुहोस् घुम्नलाई साथीहरूसँग, आफ्नो गर्लफ्रेन्डसँग मजाले बस्ने, भ्यू हेर्ने मजाको राम्रो ठाउँ छ है। Under the boughs where the shadows play, the wind hums softly.